देशमा पछिल्लो समय अनलाइन व्यापारको क्रेज अति बढेको छ। अनलाइन मार्फत मान्छेहरू व्यापार गर्ने, व्यवसाय गर्ने, अब सबै कुरा अनलाइन मार्फत हुन थालेको छ देशमा। यो अनलाइन सिस्टमलाई अगाडि बढाउनुको विकल्प पनि छैन, किनभने मान्छे आफ्नै घरमा सबै कुरा छिटो आओस् भन्ने चाहन्छन्, सेवा सुविधा पाओस् भन्ने चाहन्छन्। सेवा सुविधाको लागि पसल जान नपर्ने, आफूले अर्डर गर्ने बित्तिकै सबै सामान आइपुग्ने, आफूले त पसलमा पुग्ने बित्तिकै सामान तयार पारिदिने, किनभने म आउँदैछु भने सबै सामान तयार पारिदिन्छ। किनभने त्यो किसिमको एउटा सिस्टम, अनलाइन सिस्टम अहिले पछिल्लो समय निकै प्रभावकारी भएको छ नेपालको व्यवसायमा। अब हरेक मान्छे व्यवसाय गर्न चाहन्छ, घरमै बसेर पनि व्यवसाय गर्न चाहन्छन्, विभिन्न चाहिँ ग्रुपहरू खोलेर पनि व्यवसाय गर्न चाहन्छन् र युवाहरूलाई रोजगारी दिन चाहन्छन्। देशमा रोजगारी सिर्जना गर्नु नै महत्त्वपूर्ण पाठ हो, किन भन्दाखेरि हाम्रो देशमा धेरै मान्छेहरू बेरोजगार छन्, युवाहरू धेरै विदेश गइराखेका छन्। स्वदेशमा रोजगारी छैन, स्वदेशमा रोजगारी सिर्जना गर्नुको विकल्प पनि छैन। किन भन्दाखेरि युवाहरूको चाहना के छ, यही देशमा बसौँ, परिवारसँगै बसौँ, यहीँ काम गरौँ, यी परिवारलाई राम्रोसँग पालौँ, खुसीका साथ राखौँ। परिवारजनको समस्याको लागि, समाधानको लागि पनि यो अनलाइन व्यापारहरू प्रभावकारी भएको छ। किन भन्दाखेरि मान्छेले सिप क्षमता भयो भने काम गर्न सक्छ है भन्ने एउटा राम्रो म्यासेज पनि भएको छ। त्यसैले गर्दाखेरि अनलाइन मार्फत व्यापार व्यवसाय गर्ने मान्छेहरूमा इमान्दारिता पनि हुन्छ र यो एउटा सिस्टममा पनि जान्छ। किन भन्दाखेरि यी रेट पनि तोकेको हुन्छ, सामानको यति सामानमा यति पैसा पर्छ भन्ने पनि हुन्छ, किनभने एउटा सिस्टममा पनि जान्छ र हाम्रा देशका युवाहरूले धेरै रोजगारी पनि पाउँछ। त्यसैले म चाहिँ के भन्छु भन्दाखेरि आज जसरी अल्टअप ग्रुप प्रणालीले एउटा अभियान सुरु गरेको छ, यो अभियानमा युवाहरूलाई उहाँले धेरै रोजगारी दिनुपर्छ भन्ने मेरो भनाइ छ। किन भन्दाखेरि व्यवसाय भनेको थोरै पैसाबाट, सानो लगानीबाट सुरु गर्दा पनि भविष्यमा धेरै काम गर्न सकिन्छ, सम्भावना छ। किनभने पहिला मान्छेले व्यवसाय गर्दाखेरि 2 जनालाई रोजगारी दिन सक्ला, भोलि 500लाई दिन सक्छ। अहिले 100लाई रोजगारी दिनेले भोलि 5000लाई रोजगारी दिन पनि सक्छ। तर उसँग प्लान हुनु पर्यो, योजना हुनु पर्यो, कार्यक्रम हुनु पर्यो। किन भन्दाखेरि मान्छेहरू अहिले हरेक कुरामा चाहिँ, जस्तो खानाकै कुरा गर्दाखेरि मान्छेहरू मिठो खाना खान चाहन्छ, हेल्दी खाना खान चाहन्छ, मान्छेहरू अर्ग्यानिक खाना खान चाहन्छ। तर त्यसको लागि पनि त क्याफेहरू, रेस्टुरेन्टहरू पछिल्लो समय धेरै खुलेको छ। किन भन्दाखेरि मान्छेको ध्यान भनेको खानामा केन्द्रित छ। किनभने मान्छेको जीवनमा उसले मिठो खाना चाहन्छ, ऊ एकदम तपाईँको अर्ग्यानिक खाना चाहन्छ र उसले चाहिँ सफा सुग्घर भएको ठाउँमा गएर बसेर खाना खान चाहन्छ, कफी पिउन चाहन्छ, क्याफेमा जान चाहन्छ, साथीभाइलाई लिएर जान चाहन्छ र आफ्नो चाहिँ सम्पूर्ण कफी गफहरूले ती गर्न सक्छ। आफ्ना पीडाहरू, दुःखहरू साथीभाइसँग एउटा प्रेम साटासाट पनि हुन्छ, समस्याको बारेमा पनि कुराकानी हुन्छ, एक आपसमा छ नि अब कसरी जाने, कसरी अगाडि बढ्ने, व्यापारको बारेमा पनि कुराकानी हुन्छ कफी सपमा, क्याफेमा जाँदाखेरि। त्यसले गर्दाखेरि धेरै मान्छेहरू अहिले चाहिँ ल्यापटप नै आफ्नो व्यवसाय सुरु गरिराखेका छन्। एउटा ल्यापटप बोक्छ र दिनभरि त्यही ल्यापटपमा बसेर, एउटा क्याफेमा बसेर, कफी सपमा बसेर उनीहरू आफ्नो कामहरू, व्यवसायहरू अगाडि बढाइराखेका छन्। त्यसले एउटा राम्रो पक्ष के छ भन्दाखेरि उनीहरूलाई कुनै अफिस पनि दिनु परेन, कुनै स्टाफ पनि राख्नु परेन। अनलाइन व्यापार गर्ने मान्छेलाई उसले आनन्दसँग टेक्नोलोजी खेल्न जानेपछि, टेक्नोलोजी सिकिसकेपछि, टेक्नोलोजीमा मुक्त भइसकेपछि अनलाइन व्यापारहरू सफल हुन्छ। अहिलेको पुस्ताहरूले अनलाइन व्यापारलाई नै बढी फोकस गरेका छन् र म यो ग्रुपलाई के भन्न चाहन्छु भन्दाखेरि उहाँहरूको व्यवसाय पनि अगाडि बढ्नुपर्छ। उहाँहरूले जुन किसिमको एउटा योजना ल्याउनु भएको छ, उहाँहरूले जुन किसिमको एउटा प्लानहरू, कार्यक्रमहरू ल्याउनु भएको छ, त्यो अगाडि बढाउनुपर्छ। त्यसलाई हाम्रो पनि साथ छ, सहयोग छ। किनभने म चाहिँ हाम्रो देशमा युवाहरूलाई रोजगारी दिनुपर्छ भन्ने पक्षमा छु। जसले रोजगारी दिन्छ म उसलाई जहिले पनि सपोर्ट गरिराख्छु। किन भन्दाखेरि म कहाँ पनि धेरै मान्छे जाहेरको लागि आउँछन्, ल्याउनु मलाई जाहिर लगाइदिनु पर्यो, मैले काम पाइनँ भन्ने मान्छे म कहाँ दिनौँ 8-10 जना मान्छे आउँछन् प्रत्येक दिन रोजगारीकै लागि आउँछन्। त्यसैले गर्दाखेरि उहाँले रोजगारीको लागि अब अल्टअप ग्रुपले जुन किसिमको योजनाहरू, कार्यक्रमहरू ल्याएको छ र उहाँले मिडिया हाउस पनि खोल्नु भएको छ। त्यसपछि गएर उहाँले क्याफेहरू पनि खोल्नु भएको छ। यसलाई अगाडि बढाउने, व्यवसाय गर्नेहरू जुन सोच छ, यसलाई पनि मेरो सहयोग र समर्थन छ। व्यवसायिकतामा जानुपर्छ, मान्छेले काम गरेर खानुपर्छ इमान्दारीका साथ। अब
ठगेर खाने होइन, काम गर्ने हो, राम्रोसँग काम गर्ने हो, आफू सफल बन्ने हो, आफूले इमान्दारीका साथ काम गर्ने हो, अरूको लागि काम गर्ने हो, सकेसम्म रोजगारीको वातावरण सिर्जना गर्ने हो, एक आपसमा राम्रोसँग लगानीको वातावरण पनि बनाउनुपर्छ। किनभने आजको दिनमा त्यसको पनि आवश्यकता छ। नेपालको भरपर्दो मल्टिभेन्डर ई कमर्स मार्केटप्लेस अल्टअप ग्रुप्स प्राइभेट लिमिटेड। यहाँ पाउनुहोस् एकै प्लेटफर्ममा हजारौं उत्पादनहरू, विक्रेताहरूका लागि सजिलो स्टोर म्यानेजमेन्ट सिस्टम, ग्राहकहरूका लागि सुरक्षित अनलाइन सपिङको ग्यारेन्टी, छिटो डेलिभरी, सुरक्षित भुक्तानी र उत्कृष्ट सपिङ अनुभव। आफ्नो व्यवसायलाई डिजिटल ग्रोथ तर्फ लैजानुहोस्। आजै अल्टअप ग्रुप्स प्राइभेट लिमिटेडमा जोडिनुहोस्।